देशको रक्षा गर्ने जति सबै चुतिया छन्, नेता जति सबै चोर देश लुटी खाछन्। आमाको साडीमा कटु सोची मुतिरहेछन्, खाने बेला एक गर्ने बेला फुटिरहेछन्। कांग्रेस नेमाले नाउबादी सबै मिली घुमी देश खाउँ बाडी हामी सबै। सबैजनालाई नमस्कार डियर वारियर टिभीमा। र आज हामीसँग हुनुहुन्छ बालेन शाहज्यू, होइन बालेन शाहको भाइ मालेन शाहज्यू। मालेन शाहज्यू यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु म। मालेनजीको पनि एटिट्युड चाहिँ बालेनजीको जस्तै रहेछ, दाइको जस्तै एटिट्युड राखेर हिँड्दो रहेछ। र ठिकै छ। नमस्ते, म मालेन शाह महानगरबाट। नमस्ते। यो गर्जन तपाईँ हो? हजुर मै हो। अनि तपाईँको घर चाहिँ अब 15 दिनमा खाली गर्ने भनेको छ नि त, तपाईँलाई जानकारी छ? किन? तपाईँको घरको त अनि मापदण्ड सडक विभागको एउटा मापदण्ड पालना गरेको रहन्छ। मापदण्ड त पुरानो बनाएको त पहिला घर। तपाईँको घरको नक्सा हेरौँ त। नक्सा त महानगरतिरै होला नि। तपाईँको घरको नक्सा मसँग हुन्छ? तपाईँको घरको नक्सा मसँग हुन्छ? तपाईँको घरको नक्सा तपाईँसँग हुनुपर्ने कि मसँग हुनुपर्ने हो? अब हेर्नु न, मापदण्ड त पुऱ्याएर 100 मिटर टाढा बनाएको छ घर। बाटो त्यहाँ लालपुजा सबै लुक्न छ है आज चाहिँ। तपाईँले त्यहाँ एउटा सुन्नु के मालेन शाहज्यू सुन्दाजीसँग कसले मिटिङ फिक्स गर्यो? त्यो पनि गर्छौँ मालिनजी आज। त्यो टिप्नुहोस्। त्यो टिप त मालेन शाहज्यू तपाईको यो देशको विकासको बारेमा के गर्नुहुन्छ, के बाइसको बारे के भन्नु मालेन शाहज्यू? होइन, हामी चाहिँ आज एकदमै तीव्र गतिमा हामी चाहिँ घर भत्काउन हिँडिरहेका छौँ। हजुर हजुर। र त्यहाँका सडक मापदण्ड अनुसार नबनेको हुनाले चाहिँ हामी त्यहाँ जाँदैछौँ। एकदम टाइट छ आज। बालेन शाहज्यू यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। बालेन शाहज्यू तपाईँ यति धेरै भइसक्यो मेयर साहब हुनुभएको, तर अहिलेसम्म पनि तपाईँले क्यानाडामा कुनै पनि कुराहरूको न फोहोर व्यवस्थापन छ, न कुनै पनि कुरा न सडक व्यवस्थापन, कुनै पनि कुरोमा काम गर्न सक्नु भएन। यसको बारेमा के भनिदिनुहोस् न बालेन शाहज्यू। अरे बाबा, हामी कार्यकालमा छिरेको 5 महिना मात्रै भएको छ, 5 वर्ष त भएको छैन नि। कामहरू भइरहेको छ। हामीले फोहोर अस्तिको त्यो ढल व्यवस्थापन गऱ्यौँ। तपाईँहरू हामीबाट आशा गर्नुहुन्छ हामी 5 महिना मात्रै काममा लागिरहेछौँ, काम हुँदैछ। हाम्रो बालेन शाहको कार्यकालमा चाहिँ हामीले यो क्यानाडालाई पनि राम्रो ठाउँमा पुगेको देख्न सक्नुहुन्छ बालेन शाहज्यू। त्यो हामी आशा राखौँ, हामी गर्दैछौँ निरन्तर। त्यो काम तपाईँहरूको होइन, त्यो काम हामी गरिरहेछौँ। तपाईँहरू चाहिँ बसेर के छ आफ्नो कार्यकारी तपाईँहरूको नयाँ प्रोजेक्ट यसको बारेमा के भन्नुहुन्छ? प्रोजेक्टहरू त्यो मिल्दैन। त्यो चाहिँ के? त्योहरू मलाई पनि थाहा छैन, त्यो हाम्रो चाहिँ मेरो सल्लाहकारहरूलाई थाहा छ। अरू बाँकी कुरा चाहिँ बालेन शाहज्यू भनेपछि हामीले चाहिँ काठमाडौँको मेयर बालेन शाहज्यूको चाहिँ बालेन शाहज्यू र उहाँ चाहिँ काठमाडौँको मेयर बालेन शाहको ज्यू चाहिँ मालेन शाहबाट चाहिँ क्यानाडामा विकास हुने एक्सपेक्ट गरेका छौँ। ल हेरौँ उहाँले चाहिँ कतिसम्म गर्नुहुन्छ। त्यसपछि ठिकै छ। मालिनजी आजको सेड्युल एकदम टाइट छ है। फुटपाथीहरू सबै क्लियर गर्नुपर्छ। सबै साइड लाग्छ। फुटपाथीहरू सबै तिमीलाई मैले अस्ति त्यत्रो भने होइन, आज तिमीले किन फेरि यहाँ देखेर पनि किन राख्यौ? अस्ति भनेको होइन तिमीलाई? अस्ति भनेको होइन यो सबै लगेर घर जाने घर जाने। अब यहाँ पुगेर राख्नु भोलि यहाँ राखेर दियो भने तिम्रो सबैलाई मैले घरै आएर मैले चाहिँ तिम्रो सामान आएको लागि यहाँ त बुढा मालिनजी अब स्तम्भ बनिसक्यो। अब यहाँ तपाईँ स्ट्याचुको लागि बालेनज्यू नमस्कार। तपाईँले चाहिँ नयाँ यमबुद्धको स्ट्याचु बनाउन भन्नुभएको थियो कि गफै दिनुभयो कि तपाईँले बनाउनु भयो यमबुद्धको स्ट्याचु पनि? होइन, अब गफ होइन, हामी भनेपछि कुरा गर्छौँ होइन। मेरो 2-3 महिनाको तलबले चाहिँ हाम्रो स्तम्भ चाहिँ भएको चाहिँ तपाईँले के यमबुद्धको स्ट्याचुको लागि बनाउनलाई गर्नु भयो हो? एकदमै सहयोग यो त पुरै भएको छैन त यमबुद्धज्यू। होइन होइन, मैले भने त मेरो 3 महिनाको तलबले चाहिँ यतिसम्म मैले गाएँ होइन। यो त मेरो निजी मेरो उसले चाहिँ मैले गर्न खोजेको सरकारसँग कुरा, सरकार समक्ष मैले कुरा पुर्याउँदा चाहिँ मेरो आवाज सुनिएन। अनि मैले चाहिँ अब तपाईँको अब अहिले तलब सकेर नयाँ तलबको लागि चाहिँ पर्खिनु भयो क्या? नयाँ तलबको पर्खाइ म मेरो नेक्स्ट तलबले चाहिँ भनेपछि यतिसम्म बनिसकेको छ होइन? स्तम्भ भइसकेको स्तम्भ बनिसकेको रहेछ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ स्तम्भ नयाँ बनाएर रहेछ। भनेपछि हामीले यो स्तम्भ चाहिँ पुरै कम्प्लिट भएको देख्न सक्छौँ होइन? पुरै कम्प्लिट हुन्छ। अबको 4-5 महिनामा चाहिँ हामीले तयार गर्छौँ। हस् त, धन्यवाद मालेन शाहज्यू। भनेपछि बालेन शाहज्यूको चाहिँ अब स्तम्भ चाहिँ हामीले देख्न पाउनु भएका छौँ। यमबुद्धको यसलाई चाहिँ हामीले कम्प्लिट गर्ने भएका छौँ। यसलाई चाहिँ हेरौँ अब उहाँले कम्प्लिट गर्नु के गर्नु हुँदैन। बिल्डिङ त ठुलै बनेको छ नि है। अनि अनि यसको के छ, सबै सडकको सबै बनाउनु भएछ सबै। अनि नक्सा पासहरू सबै ठिक छ, सबै देखाउनु भएको हो। सडक विभागमा देखाएको छ नि होइन। तर हामीले चाहिँ हिजो रिभ्यू गर्दा चाहिँ यो त अनि 3 मिटर अगाडि खिचेको छ नि त रोडभन्दा। यो एका होला नि, थाहा छ होला नि त। त्यही भएर
तपाईँको यो के त भन्न सक्नु भएको छ यो अब तपाईँहरूले कि त हामीसँग सल्लाह लिनुपर्ने हो तपाईँहरूको मैले अल्टिमेटम 2 दिनको दिन्छु हामीले पर्सिको दिनमा क्लोजर चलाउने यहाँनिर निर्णय भइसकेको छ हामीलाई के कति हामीलाई मतलब छैन यत्रो तपाईँले बनाउँदासम्म हामीलाई सोध्नु भएन नि होइन तपाईँलाई 2 दिनको टाइम दिएँ होइन यो कोहीको आँसुमा देखाउनु पर्दैन तपाईँहरूले यस्ता बिल्डिङ 3 ठाउँमा देखिसकेको छु मैले एउटा तल पनि ग्राउन्डमा छ हो कि होइन त्यहाँ पनि तपाईँको अघि पसेमा त्यहाँ पनि 6 मिटर अगाडि छ बाटोभन्दा त्यो हुँदैन हाम्रो चाहिँ सरकारबाट नै हामीलाई आदेश छ हाम्रो चाहिँ यो सिटी हाम्रो चाहिँ हेलिकल सिटी चाहिँ मालिनले कस्तो बनाउने त्यो हजुरबा पनि आउनु पऱ्यो नि त त्यही भएर 2 दिनको टाइम दियो ल म तपाईँलाई अल्टिमेटम ल हामीले चाहिँ मालिन चार्जी भेटिसकेको छौँ क्यानाडा सुतिरहनु भएको छ मालिन चार्जी के हो तपाईँको त केही चर्चा पैसा चाहिँ केही छैन आजभोलि के हो चर्चा तपाईँको त के हो आजभोलि मार्केट साइडमा केही हल्लासल्ला छैन केही छैन के हजुर अब त्यो डिक्टरलाई क्याना बनाउनु ल मालिनजी भनेपछि भाइ डिके बाबु त्यो मलाई यहाँ प्रश्न उठ्यो यो चुनावमा चाहिँ मेरो चर्चा परिचर्चा हुने अहिले चाहिँ सेला अरे त्यो समाचार छापिहाल्छ बाबु गरिहाल है आजै गरिहाल 2-3वटा ब्याट कि ब्याट हानिहाल्छ बिहान दिउँसो साँझ ल है त ल भनेपछि बालिन चार्जीको चाहिँ फेमस हुने तरिका ठाउँमा पनि रहेछ फेमस हुने तरिका होइन मेरो फेमस होस् या नहोस् तपाईँले प्रश्न गर्ने मेरो काम हेर्नुहोस् मेरो हिजो यति लाल पूजा हिँडाइयो यति घर भत्काइयो कि हिजो झ्याप बेलुका चाहिँ टाउकै दुखेर झ्याप भयो अलिकति हिजो धेरै नै भयो भनेर मान्नुपर्छ हामीलाई चाहिँ धेरै भयो अब भयो त काम पनि भयो झ्याप पनि भइयो ल ठिकै छ बालिन चार्जी चाहिँ हिजो अलिकति धेरै भएको कारणले गर्दाखेरि चाहिँ यो भएको कारणले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ यसरी अवस्थामा हुँदो रहेछ उहाँलाई चाहिँ हामीले रङ्गी हात पक्रेका छौँ अब यसरी नै उहाँहरूले चाहिँ अब कामको भन्दा पनि त्यसलाई चाहिँ धेरै गर्नु हुँदो रहेछ यसको लागि चाहिँ अब हामी हेरेर हुन्छौँ हामी चाहिँ आज मालिन चार्जीको चाहिँ यो फेमस हुनुको राज त्यसपछि उहाँले गर्नुभएको कामहरूको प्रतिको चाहिँ कसरी उहाँले यसरी गर्नुभएको पछि चाहिँ हामी सेक्रेट मिसनमा म र मेरो भाइ छौँ आज उहाँहरूको चाहिँ सेक्रेट मिसन के रहेछ त भनेर चाहिँ यहाँबाट हेर्न खोजिरहेको छौँ भनेपछि उहाँको सेक्रेट मिसन चाहिँ कतै यही डान्स त होइन उहाँको सेक्रेट मिसन बालिन चार्जीको चाहिँ सेक्रेट मिसन भनेको प्रचण्डबाट उहाँ इन्फ्लुएन्स हुनुभएको रहेछ उहाँको चाहिँ सेम डान्स हान्नु भएको छ त्यो देख्न सक्नुहुन्छ उहाँको सेकेन्ड मिसन भनेको चाहिँ उहाँको प्रचण्ड डान्स रहेछ भनेर हामीले थाहा पाएका छौँ आजको समाचारमा चाहिँ र आजको लागि चाहिँ यति नै गर्न चाहन्छौँ सबैजनालाई रिपोर्ट गरिरहने क्रममा चाहिँ के हो भन्दाखेरि अब एउटा हाम्रो मालिन शाह क्यानाडाको मालिन शाह चाहिँ उहाँ एउटा प्रतिनिधित्व मात्रै हुन्छ र हामीले खासमा देखाउन खोजेको कुरा के हो भन्दाखेरि जुन क्यानाडामा चाहिँ क्यानाडाको सिस्टमहरू तपाईँ हेर्न सक्नुहुन्छ यहाँनिर रोडहरू पुरै जुन मान्छेहरूले फुटपाथहरू बनाएको ठुलो छ होइन साइकल चलाउनुको लागि भनेर साइकल चलाउने छुट्टै बनाएको छ र तपाईँ ट्राफिक देख्न सक्नुहुन्छ ट्राफिकमा पनि न कुनै ट्राफिक छ न केही छ यतिकै सिस्टमेटिक तरिकाले चलिरहेको छ र जुन रोडको सिस्टम छ एकदमै राम्रो छ र हामीले चाहिँ यो भिडियो खास रमाइलोको लागि मात्रै बनाएको हो र जुन बालिन शाहले उहाँ जुन एक्चुअल बालिन शाह हुनुहुन्छ बालिन शाहले चाहिँ जुन हाम्रो नेपाल काठमाडौँलाई चाहिँ जस्तो स्टाइलको चाहिँ स्ट्रक्चर बनाउन खोज्नु भएको थियो त्यो स्ट्रक्चर चाहिँ यहाँ यसरी भइसकेको छ र उहाँले चाहिँ राम्रो काम गरिदिनुहुन्छ अझै पनि राम्रो काम गर्नुहुन्छ होला भन्ने हिसाबले चाहिँ यो भिडियो बनाएको र यो भिडियो चाहिँ हामीले रमाइलोको लागि मात्रै बनाएको हो र क्यानाडामा चाहिँ कस्तो छ त्यसपछि नेपालमा चाहिँ कस्तो छ कसरी गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ रमाइलोको लागि र इन्फर्मेसनको लागि भिडियो बनाएका हौँ र आजको लागि चाहिँ भिडियो यति नै भन्न चाहन्छु र अब नयाँ भिडियोहरू पनि आउँछ र अब कस्तो नयाँ भिडियो चाहिँ के बनाउने भन्दाखेरि चाहिँ तपाईँहरूले हामीले सजेसन दिन सक्नुहुन्छ र आजको लागि चाहिँ यति नै भन्न चाहन्छु साउट आउट टु पाँच पाण्डव एन्ड डियर वारियर्स थ्याङ्क यू सो मच भगवान मनमा विराजमान मन्दिरमा ढुङ्गा ज्यान धन आशावान निराश छन् फुलका ठुङ्गा झोपडी नसिब नहुने खोपडी चाहिँ रुन्छ दानमा रोपनी छ डोको भरि हिरा मोती मुङ्गा कानमा बुझो राखी जुठो माथि सुत्ने लेके सुन्छ उठ्ने वर्षमा एकचोटि लुट्ने हर समयमा ज्योति